यो अटोक्याडमा कहिलेकाहीँ कस्तो पर्छ भन्दा जस्तै यो यहाँ ड्रइङमा देखाए अनुसार 300 बाइ 300 जस्तै यसलाई कोलुम मानौँ भने अब मैले यसलाई चाहिँ 400 बाइ 400 को बनाउनु पर्ने आवश्यकता परिरहेको हुन्छ कि त्यस्तो अवस्थामा फेरि 400 बाइ 400 को ड्र गर्नुभन्दा स्केल चेन्ज गरेर यसलाई गर्न सकिन्छ। जस्तै यसलाई कपी गरौँ, अब यसलाई नबिगारौँ हैन, यतातिर राखौँ। अब कसरी गर्न सकिन्छ त भन्दा अब फर्स्टमा सी इन्टर गरौँ, जस्तै यहाँबाट गरौँ हैन। हामीलाई 400 बाइ 400 गर्नु छ भने रेडियस कति 200 को चाहिँ सर्कल बनाऊ हैन। त्यसपछि अब यो भित्रको पार्ट जुन छ यो सबैलाई सिलेक्ट गर्नु पर्यो, एससी इन्टर गर्ने, त्यसपछि यहाँ क्लिक गर्ने, त्यसपछि आर इन्टर गरेर यो इन्ड पोइन्टमा ल्याएर फेरि यो मिडमा आएर यसरी चाहिँ यहाँसम्म ल्याएर यस्तो गरिदिनु भयो भने अब यसको स्केल चेन्ज भएर कतिमा पुग्यो त 400 मा पुग्यो कि। जस्तै अब यहाँ डाइमेन्सनबाट चेक गर्न सक्नुहुन्छ 400 र यता पनि चेक गर्न सक्नुहुन्छ 400। अब यो स्क्वायर सेपको थियो, केही चेन्ज भएन। अब रेक्टेङ्गुलरलाई त्यस्तै गरेर चेन्ज गर्न छ भने रेक्टेङ्गुलरले चाहिँ त्यो आफ्नो रेसियोमा चेन्ज गरिदिन्छ कि आफै। जस्तै मलाई के चाहियो त भन्दाखेरि 230 छ र 300 विड्थ को बीम चाहियो भनौँ न, यसलाई बीम मानौँ भने चाहिँ सी इन्टर गरिदिनु। 300 भन्ने त्यो रेडियस कति भयो त भन्दाखेरि 150 र अब यो बिचको सबै सिलेक्ट गर्नुस्, सिलेक्ट गर्नु सबै, सिलेक्ट गरेर एससी इन्टर हान्ने र यसको सेन्टरमा क्लिक गर्ने, त्यसपछि आर इन्टर गरेर फेरि यसको इन्डमा क्लिक गर्ने, सेन्टरमा क्लिक गर्ने र यसरी तान्दिने भने के भयो त भन्दाखेरि चेन्ज हुन्छ। जस्तै यो मेरो कतिमा गयो त भन्दाखेरि 300 मा गयो मैले बनाउन चाहेको, र यतापट्टिको त्यही रेसियोमा चेन्ज हुन्छ 652 भयो हैन। अब यो पहिला कति थियो 500, 230 हुँदा 500 थियो भने अहिले 300 हुँदा 652 मा गयो। अब यस्तै ठुलोमा पनि गर्न सकिन्छ। जस्तै यो प्लानलाई हेरौँ, यसलाई कपी गरौँ, अर्को ठाउँमा यसलाई नबिगारौँ। जस्तै यसको अहिले आउटर डाइमेन्सन कति छ त भन्दाखेरि सेन्टर टु सेन्टर चाहिँ मेरो 9400 छ र आउटर टु आउटर कति छ त भन्दा अब 9850 छ हैन। अब मलाई यो डाइमेन्सन चाहिँ कति गराउनु मन लाग्यो त भन्दाखेरि 10000 गराउनु मन लाग्यो हैन। अब 10000 गराउनु मन लाग्यो भने यस्तै सिमिलरली सर्कल इन्टर सी इन्टर, अब यस सेन्टरबाट कतिको त भन्दा 10000 भने 5000 को रेडियस गर्नु पर्यो हैन। अब भित्रको पार्ट सबैलाई सिलेक्ट गर्नु पर्यो। अब यो सिलेक्ट गरिसकेपछि के गर्ने त एससी इन्टर, एससी इन्टर गरिसकेपछि फेरि सेन्टरमा क्लिक गर्ने, आर इन्टर र यसको इन्डमा क्लिक गर्ने, त्यसपछि फेरि यसको सेन्टरमा आउने, सेन्टरमा आउने, त्यसपछि के गर्ने त यहाँ ल्याएर यहाँ इन्ड गरिदिने हैन। अब यसको डाइमेन्सन चेक गर्नुस्, यसरी चाहिँ हामीले चाहिँ के गर्न सक्छौँ त भन्दाखेरि स्केल चाहिँ चेन्ज गर्न सक्छौँ सर्कल कमान्ड युज गरेर।